शान्ति भूमि तारै पानी माला अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति संविशाला अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
निमन्त्रणा स्वीकार गरेर हामी माझ हाम्रो चिफ गेस्ट उपसभामुख इन्दिरा राणा मगरजी आइसक्नु भएको छ। म हाम्रो स्कुलको फाउन्डर प्रिन्सिपल मिसेस ललिता प्रसाद म्याम अनि हाम्रो सिएफएका प्रोग्राम डिरेक्टर सुनिता सरलाई म्यामलाई स्वागत दिन अनुरोध गर्दछु। स्कुलमा चाहिँ धेरै आवाजहरू पछाडिबाट आयो भने पनि I think you all will understand they are all autistic and they have been waiting for a long time. So अलिकति कोही हाइपर पनि हुन सक्छ. So we are trying to calm them down as the program goes on. त्यसको लागि चाहिँ धैर्य राख्दिनु होला. Thank you. पदहरू चाहिँ केही गर्नु पर्दैन इन्दिरा राणा मगरज्यूलाई अनुरोध गर्दछु। यो त घुम्दैन रहेछ नि यसले रोक्दा यता यतापट्टि चाहिँ नघुम्नु रहेछ। यो तल सर्दैन है। Lalita Prasad, ma'am, our founder principal ma'am, for the welcome speech. I'd like to invite her in the podium. Thank you, Indra ma'am. Sabaijanai मेरो नमस्कार and a warm welcome on this nice warm Saturday morning. मैले चाहिँ आज हाम्रो बच्चाहरूले चाहिँ नि यो साल वैशाखदेखि अहिलेसम्म 8 महिना भयो यो साल हामीसँग बसेको र हाम्रो नानीहरूले थोरै बहुत के सिके त अनि कति जाने त भन्ने कुराहरू चाहिँ यसो प्रस्तुत गरेर तपाईहरुलाई पनि रमणीय गर्नको लागि चाहिँ आज हामी सबैजना भेला भएका छौं। अनि सबै अभिभावकले चाहिँ के बुझिदिनु पर्यो भने मेरो बच्चा स्टेजमा आएन अथवा आएर पनि केही गरेन भन्ने गुनासो चाहिँ नगर्दिनु होला। किनभनेदेखि हाम्रो बच्चाले हिजो राम्रो पर्फर्मेन्स गरेछ र हामीले यहाँ राखेका छौँ भने आजको दिन दे क्यान चेन्ज बिकज एन्भाइरोमेन्ट इज डिफरेन्ट। तपाईँको स्टेज बनिया छ, पर्दा लागेको छ, सबै कुरा पेरेन्ट्सहरू आइरहनु भएको छ। यो कुराहरूले सानो सानो कुराहरू धेरै फरक पार्छ। अनि अर्को कुरो चाहिँ नि तपाईँको छर छिमेकमा कसैका चाहिँ नि इफ यु सी द साइन्स अफ अटिजम नबोल्ने मात्रै होइन, कुद्ने मात्रै होइन, सोसियल बिहेभियरहरू इन्टरेक्सनहरू यो 4-5 वटा सामान्य जो फर्स्ट टाइम नोटिस गरिन्छ यिनीहरू देख्दाखेरि चाहिँ उनीहरूले फर्स्ट थिङ चाहिँ नि प्लिज गो फर डायग्नोसिस भनेर हाम्रो कान्तिमा पनि गर्छ, टिचिङमा पनि गर्छ। प्लिज उहाँहरूलाई पठाइदिने गर्नुहोस् आफ्नो कजन्सहरू कहाँ, आफ्नो चिनजानमा। किनभने यो लुकाएर राख्दाखेरि कतिसम्म लुकाएर राख्ने, सधैँ लुकिँदैन, ठुलो हुँदै जान्छ यो बच्चा। हेर्दा हेर्दै 10-15 वर्ष पुगि नै हाल्छ। अनि यही कुरा गर्दाखेरि चाहिँ नि अब यसपालि सेन्टर फर अटिजमले के गरे त एक्टिभिटिज भन्दाखेरि हामीले डेली लाइफ स्किल्समा एकदमै ध्यान दिइरहेछौँ। बडी ट्रेनिङ, टीथ ब्रसिङ, swallowing, अनि हाउ टु इट बाई देमसेल्भ्स, हाउ टु इट डिफ्रेन्ट फुड। जस्तो अस्ति हाम्रो टिचर्सहरूले चाहिँ नि खाना कसरी खाने भनेर पनि ट्रेनिङ पाउने भनेर ट्रेनिङ पायौँ। त्यसमा चाहिँ नि आई थिङ्क वी हेभ अल द पेरेन्ट्स, सम अफ द पेरेन्ट्स डिड कम, सम डिड नट कम, द्याट्स ओके। मेरो बच्चाले जानेछ म आउनु पर्दैन भन्ने भावना होइन कि मैले सिक्दाखेरि अर्कालाई पनि सिकाउन सक्छु
भन्ने भावना राख्नुभयो भने चाहिँ नि इट्स अलवेज गोइङ टु बी हेल्पफुल फर यु इन लाइफ। अनि हामीले त्यो पनि गऱ्यौँ, सपिङ लग्यौँ, बच्चाहरूलाई पैसाको माध्यम सिकिरहेका छन्, 10, 20, 50सम्म दिन्छन् यो स्कुलमा। अनि वी ह्याड मेला मेड बाई देम, पोट्री आर्टहरूको मेला पनि गरे हाम्रो बच्चाहरूले। त्यसको साथसाथै अरू के गऱ्यौँ हामीले हेर्नै पर्ने भएको छ। ओके, टु टक अबाउट थेरापिज, वी हेभ अ अकुपेसनल थेरापी, ओटी, यहाँ सबै आबद्धै हुनुहुन्छ। स्पिच अनि भिजन चाहिँ एउटा यस्तो थेरापी हो जुन चाहिँ नि मोस्ट अफ द टाइम अटिजम बच्चालाई थेरापी भिजन चाहिँदैन भन्ने चाहिँ एउटा हावा फैलिएको छ। तर अकर्डिङ टु माई एक्सपिरियन्स एन्ड फर पेरेन्ट्स हु हेभ बिन टेकिङ द भिजन थेरापी, इट हेज रियली हेल्प द चाइल्ड टु कन्सन्ट्रेट, है हजुर, इट हेल्प्स अ लट। भिजनले चाहिँ नि उसको फोकस बढाउने भाव हुनाले भिजन थेरापी इज अ मस्ट भन्दिनँ, बट फर दोज चिल्ड्रेन जसले चाहिँ फोकस गरेर धेरै अथवा 20-25 मिनट बस्न सक्दैन, तिनीहरूको लागि चाहिँ नि इट इज हेल्पफुल। त्यो चाहिँ यहाँलाई आवश्यक गराउँछु। अनि यो भन्दै यहाँहरूलाई आबद्धै छ होला, हाम्रो इन्क्लुसिभ स्कुल पनि हामीले खोलिसकेका छौँ। इट इज रनिङ इन 2nd year and we already have children up to class 5, but we have also children in class 8. We've got 3 autistic children in class 8 and they are giving DLE this year. So I think that's good news. अनि त्यसको दौरानमा हाम्रो भोकेसनल पनि एकदम जोडतोड भइरहेको छ। चिल्ड्रेन हु आर अबभ 15 गो फर भोकेसनल क्लासेस, जहाँ चाहिँ स्किल्स चाहिँ नि डेभलप गर्दैछौँ हामी बच्चाहरूलाई। र बाई द एन्ड अफ दिस इयर 3-4 जना चाहिँ नि हाम्रो स्कुलबाट चाहिँ बाहिर, अब यो बाहिर संसारमा टेक्नै पर्छ उनीहरूले। अनि वी आर हेल्पिङ देम हाउ टु सेट अप देयर ओन बिजनेस। आई होप यु अल आर सक्सेसफुल। 1 साल त गाह्रो पनि होला तिनीहरूलाई, हामीलाई, आमा बाउलाई, बट इभेन्चुली आई नो दे विल डु वेल इन लाइफ। यसको साथसाथै द्याट्स अ विजन द्याट आवर चिल्ड्रेन बिकम इन्डिपेन्डेन्ट सिटिजन्स अफ द कम्युनिटी एन्ड बिकम पार्ट अफ द कम्युनिटी। अनि त्यसको साथसाथै अर्को एउटा सानो जिज्ञासा के छ भने मेरो, तपाईँहरूलाई यस्तो बिहे भोजहरूमा बोलाउँदाखेरि हामी धेरै ठाउँमा मेरो बच्चा एडजस्ट गर्दैन, एब्नर्मल बिहेभियरहरू देखाउँछ, त्यसैले आमा घरमा बस्ने, बाउले नानीहरू लिएर जाने अथवा बाउ बस्ने, आमा जाने ट्रेन्ड देखिरहेको छु। त्यसमा चाहिँ नानीहरूले चाहिँ नि वी आर गिभिङ सोसल स्टडी क्लासेस should be starting after 2 weeks. So please join the social study classes. It's going to be free of cost. And तपाईँहरूले सिक्नुहोस् कसरी बच्चाहरूलाई चाहिँ समाजमा हामीले समावेश गर्ने, किनभने हामीले सधैँ घरमा थुनेर राखेर र स्कुलमा थुनेर राखेर हुँदैन। They have to see the world and they have to know the world outside चाहिँ कस्तो छ त, कसरी हिँडिरहेको छ सबैजना है। यसको साथसाथै म धन्यवाद भनेर enjoy the show. I'm sure there will be some crying, some walking to their parents. So that's all acceptable. Thank you very much. Thank you, Mrs. Prasad. It's always a pleasure to listen to you. I'd like to express our heartfelt gratitude for your insightful and inspiring experience. And it is always a pleasure to listen to you and learn from you. And we are learning from you. Still, it will help us in our tomorrows also. Thanks. Let's continue the fun with a classic song presenting class Yellow B and C with Hail, Soldier, Knees and Toes.
नानीहरूको पर्फर्मेन्स कस्तो थियो होला, यो वर्ष अलिकति राम्रो भयो होला, अर्को वर्ष अझै राम्रो हुन्छ। हाम्रो कोसिस, हाम्रो निरन्तरता थाक्नु भएन, हामी थाक्नु भएन होइन। अब पालो ग्रिन क्लासको गीतको बोल छ बालापनको उमेर। इन्दिरा राणा मगरज्यू विगत 30 वर्षदेखि जेलका बालबालिका र महिलाको सम्पूर्ण हित तथा कल्याणकारी कार्यहरूमा दत्तचित्त भई लागिरहनु भएको छ। अशोका फेलोशिप 2005 समेत रहनुभएकी उहाँले एसिया 21 यङ लिडर पब्लिक सर्भिस अवार्ड 2009, वर्ल्ड चिल्ड्रेन प्राइज अनरेरी अवार्ड 2014, बीबीसी उत्कृष्ट 100 महिला 2017 लगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरू समेत प्राप्त गर्न सफल हुनुभएको छ। उहाँले हाम्रो निमन्त्रणा स्वीकार गरेर हाम्रो सेन्टर फर अटिजममा आइदिनु भएकोमा स्कुल विद्यालयको तर्फबाट म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब म हाम्रो प्रमुख अतिथिज्यूको छोटो परिचयसहित उहाँलाई आफ्नो मन्तव्य राखिदिन हुन अनुरोध गर्दछु। आजकै सभाका सभाध्यक्षज्यू र सम्पूर्ण महानुभावहरू, स्पेसली जुन गार्जियनहरू आउनु भएको छ, सानो सानो बालबालिकाको, यहाँलाई कठिन होला यात्रा, किनभने बच्चाहरू हुर्काउनु भनेको कुरा एकदमै गाह्रो हो। तर बच्चाले गरेको पर्फर्मेन्स देख्दाखेरि यहाँलाई कति आनन्द लागेको होला, अनि त्यसैमा त हाम्रो खुसी हुन्छ। मैले पनि प्रिजनको बच्चाहरू हुर्काएँ होइन, त्यसमा अटिजम पनि मैले हुर्काएको छु। एउटा बच्चा अहिले 8 क्लास पढ्छ, उसलाई आमा भन्नु पनि मबाट सिकेको थियो मलाई भेटेपछि, किनभने आमा चाहिँ बुवाले आमा त्यही केसमा चाहिँ बुवा पसेको हुनाले, अनि उसलाई त्यो बढी गाइडेन्स नपाएपछि पछाडि मसँग आइसकेपछि
पछि मलाई आमा भन्न थाल्यो अहिले। अनि उसले चाहिँ त मैले नर्मल बच्चाहरू जस्तै उसलाई हुर्काएँ। यहाँ इन्क्लुसिभ भनेर रहेछ हजुरहरूको, अलिकति प्रोग्रेस गरेपछि इन्क्लुसिभ अर्को नर्मल बच्चासँग जाँदो रहेछ। त्यहाँ मैले चाहिँ अब हाम्रो त त्यो स्पेसली अटिजमको नभएको हुनाले सेल्टरमै राम्रो केयर गरेर अनि फेरि हामीले स्कुलमा पठायौँ। अनि त्यो अरू बच्चाले हेरेको नर्मल बच्चाले गरेको देखेर उसलाई पनि अरूले जस्तै कुद्न मन लाग्ने, अनि अरूले डान्स डिस्को डान्स पनि गर्छ। अहिले 8मा पढ्दैछ, त्यस कारण हामीले चाहिँ बच्चालाई धेरै टाइम दिनुपर्छ। अनि एउटा बच्चा अहिले उसको बुवा चाहिँ कफिल बस्नुभएको छ आमाकै केसमा, अनि द चाइल्ड वाज जस्ट 3 months ओल्ड। अनि मैले त्यहाँ म भर्खरै उपसभामा पनि भएको थियो होला त्यतिखेर। अनि त्यो बच्चा अहिले 2 वर्षको भयो। त्यो नानी पनि अब तपाईँको प्रिमेच्योर अनि अटिजम अनि अल्बाइनो अनि लो भिजन पनि छ। अनि अझै इन्फेक्सन भएर पहिला अर्को सेल्टरमा लगेछ। अनि हामी चाहिँ प्रिजनको बच्चाहरू हेर्ने भएको हुनाले हामीले चाहिँ बुवा आमा निक्लेपछि फेरि बच्चाहरू आमा बुवालाई दिन्छौँ हुर्काएर। अनि हाम्रो मेन्डेटरी चाहिँ अब आमा धेरै जसो गरिबकै बच्चाहरू मात्रै जेल जाने भएको हुनाले अब 10+2 चाहिँ हामी कम्पलसरी गराएर अनि बाबाआमासँग चाहिँ के अरे कन्टिन्यू भेट गराउने त्यस्तो कामहरू गर्छौँ। र त्यो नानी अहिले 2 वर्षको छ। हिजो म राति चाहिँ म आफैसँग सुताउँछु, दिउँसो चाहिँ अरू स्टाफसँग। तर यति ब्युटिफुल क्या, तिनीहरू माया गर्नु पऱ्यो भने अब कति यता यता किस खाने यति आनन्द लाग्ने। मलाई रिस उठ्यो भने त्यो रोएको र हिजो उसलाई मोबाइल दिएन भनेर रुएर केही चाहिँदैन, खाँदिनँ पनि केही पनि गर्दिनँ। अनि लास्टमा बल्ल बल्ल फर्काउनु पऱ्यो। मैले यो किन भन्दैछु यहाँहरूलाई भने द प्यारेन्ट्स आर द फर्स्ट टिचर एन्ड द हाउस द होम इज द फर्स्ट स्कुल। त्यो चाहिँ हरेक बच्चालाई लागु हुन्छ, स्पेसली हाम्रो अटिजम बच्चाहरूलाई त एकदमै तपाईँले टाइम दिनुपर्छ। एभ्री चाइल्ड हेज ए स्पेसल एन्ड युनिकनेस। अनि म चाहिँ जहिले पनि अहिले यो प्रिजनको बच्चाहरू विशेष गरी चाहिँ उनीहरूलाई चाहिँ अपराधीको बच्चा भनेर जुन एउटा तिरस्कार समाजले गरिन्थ्यो, उनीहरूको चाहिँ बुवा आमाको जस्तै कालो रगत होला भन्ने जस्तै त्यो मैले देखेर अनि मलाई चाहिँ मेरो कलिलो दिमागमा म त 18 वर्षको उमेरदेखि जब पारिजातलाई भेटेँ मैले, दिदीले मलाई वास्तवमा जेलमा चाहिँ इन्ट्रोड्युस गराउनु भएको। दिदी नसकी त्यो म लेख्नुहुन्थ्यो कविताहरू। हामीले वास्तवमा कुनै फन्डहरू आएर काम गरेको थिएनौँ जेलमा। पारिजातले आफूले लेखेर आएको आर्टिकलहरूबाट बुकहरू किनेर बन्दीलाई दिनलाई मलाई पठाउनुहुन्थ्यो। मैले चाहिँ अब दिदी त हिँड्न सक्नुहुन्थेन, म चाहिँ वास्तवमा भलन्टियरी गरेर यसरी मैले अनि प्रिजनको बच्चाहरू लेखेपछि अनि एउटा बच्चा इनोसेन्ट बच्चा आमा बाउको कारणले गर्दा जेलमा चाहिँ यसरी जीवन बिताइरहनु परेको, पढ्ने बेलामा भित्र त्यो काल कोठरीमा भनेर मैले चाहिँ त्यतिखेर म 18 वर्ष 1990 को थिएँ। म 1990बाट सुरु गरेको, आजभन्दा 35-36 वर्षै भइसक्यो भनौँ। अनि यो बच्चाहरू दे आर इनोसेन्ट, वाइ दे आर लाइक ब्लेम एज अ क्रिमिनल चाइल्ड बिकज अफ द कन्भिक्टेड प्यारेन्ट्स भनेर मलाई चाहिँ एक किसिमको चाहिँ एकदमै पीडा भयो। त्यसले गर्दा मैले मेरो स्लोगन नै छ एभ्री चाइल्ड हेज अ युनिक पोटेन्सियल लाइक अ फायरफ्लाई, एभ्री चाइल्ड सुड हेभ अ राइट टु लिभ विथ द डिग्निटी भनेर चाहिँ मैले यो लाइनलाई चाहिँ मैले लिएर बढिरहेको छु। र अटिजम बच्चा होस्, चाहे सडकबाट स्लम एरियाबाट आएका बच्चा होस्, चाहे रेड लाइनबाट आएका बच्चा होस्, चाहे जेलबाट आएका बच्चा होस्, चाहे सबै परिवारबाट आएको बच्चा होस्, एभ्री चाइल्ड हेज अ युनिक पोटेन्सियल। हामीले त्यसलाई एक्सप्लोर गर्नुपर्छ। हामीले राम्रो इन्भाइरोमेन्ट दिएर, राम्रो टिचिङ मेथड दिएर, हामीले केयर गरेर, टाइम दिएर, उनीहरूमा चाहिँ बन्डिङ क्रिएट गरेर, त्यस कारण हाम्रो अटिजम बच्चाहरूलाई चाहिँ दे निड योर टाइम। उनीहरूलाई लभ केयर एकदमै धेरै चाहिन्छ। तर यति स्पेसल हुन्छ, मैले धेरै अटिजम बच्चाहरू विभिन्न देशहरूमा मलाई इन्भाइट गर्दा म गएको छु हरेक सेल्टरहरूमा, यस्तो युनिक भएर एक्स्ट्रा अर्डिनरी भएर चाहिँ आउँछ। हामीले टाइम राम्रो दियो भने मैले अहिले ठ्याक्कै त्यो मेनोपोज भएर होला मलाई नाम बिर्सेँ वैज्ञानिकको, हाम्रो एकजना वैज्ञानिक हुनुहुन्छ, उहाँ पनि त्यो मेनोपोज भएपछि त्यो हुन्छ आइरहने नाम हो। त्यस्तो अब भनौँ न, अब वैज्ञानिक पनि भएका छन्। त्यसले गर्दा यहाँहरूले टाइम मिलाएर आफ्नो बच्चाहरूको पर्फर्मेन्स हेर्न आउनु भएको छ। म चाहिँ यहाँहरूलाई के रिक्वेस्ट गर्छु भने रिक्वेस्ट गर्नै पर्दैन, अलरेडी युवा
हामीले एकदमै टाइम दिनुपर्छ। एकजना आया दिदी राखेर हुँदैन, बेलुका आउँदाखेरि अलिकति टाइम दिनुहुन्छ। अहिले मैले त स्कुल मार्चिङ गर्ने कुराहरूमा पनि अझै त्यो टाढा टाढाको स्कुलहरू जस्तो गाउँतिर नजिक छ भने गभर्मेन्टमा मार्चिङ गर्दा पनि ठिकै थियो। अस्ति मैले हाम्रो मन्त्री महावीर दाइसँग पनि कुरा गरेँ, उहाँहरूले पनि मार्चिङ गर्ने एकदमै पैसा कम भयो भने इट्स नट अ क्वेसन अफ द मनी, इट्स अ क्वेसन हाउ यु प्रोभाइड। पैसा भनेको केही पनि होइन, जति बच्चालाई तपाईँले चाहिँ मोर मेटेरियल मोर टाइम दिनुभयो, उसको लागि मोर इन्भेस्ट गर्नुभयो, अनि त्यो चाहिँ युनिक भएर आउँछ। मैले त स्विडेनमा मैले ओल्ड चिल्ड्रेन प्राइज पाउँदाखेरि आई वाज भिजिटेड कपाल अफ स्कुल देयर। एउटामा 30जना बच्चा रहेछ। हामी स्विडेन जस्तो त गर्न सक्दैनौँ। 30जना बच्चामा तिनीहरूले 20वटा त टिचरै रहेछ, त्यो सब्स्टिट्युट टिचर सहित गरेर 20जना टिचर रहेछ। अनि आई वाज एमेज। अहिले जुन म्यामहरूले जुन एउटा बच्चा बार एउटा बच्चालाई चाहिँ नाच्नलाई एउटा टिचर राख्नु भएको छ नि, सो एमेजिङ। सबैले त्यो गर्न सक्दैन, थोरै टिचर राखेर एकदमै बच्चाहरू धेरै राखेर गर्दाखेरि वास्तवमा बच्चाले जुन पाउने इन्डिभिजुअल एटेन्सन हो। मैले पनि धेरै स्कुलै चलाएको छु, डे केयर सेन्टरहरू चलाएको छौँ हामीले जेलमा पनि। अनि हामीले विभिन्न कम्युनिटीहरू भनरेबल कम्युनिटीहरूमा पनि आमा बुवाहरू रक्सी खाने यो तामाङको पनि यहाँ पनि स्कुल छ साकुमा। अहिले मेरो छोरीले लिड गरिरहेको छ। म जब पोलिटिक्समा आएँ सी लेफ्ट फेसन डिजाइन जब। अनि त आर्टिस्ट पनि हो, आर्ट पनि अहिले उसले आर्टबाट बच्चालाई हिलिङ गर्ने इन्गेज गराउने काम पनि गरिरहेछ। त्यसले गर्दा हामीले राम्रो टाइम दिउँ बच्चाहरूलाई भने दे क्यान बी अ गुड सिटिजन। यसरी चाहिँ हामीले एउटा गुड सिटिजन क्रिएट गऱ्यौँ भने हामीले चाहिँ एउटा सेफर सोसाइटी क्रिएट गर्छौँ। त्यो किसिमको भिजन हो पऱ्यो देशको र शिक्षाको। अनि हामी चाहिँ बच्चाहरूलाई चाहिँ अब पैसा कम छ भने स्कुलमा अझै अब प्राइभेट स्कुलको त राम्रै छ। गभर्मेन्ट स्कुलमा त तपाईँको मैले देखेको छु तराईतिर जाँदाखेरि बिचराहरू नानीहरू भुइँमा बसेर पढिरहेछ। कति टोइलेट छैन। मैले अस्ति 2टा स्कुलमा त आफै गएर भिजिट गरेर गर्ल्सहरू र बोइजको सेपरेट टोइलेटहरू बनाइदिएँ। अनि अब कति ठाउँमा चाहिँ यो गभर्मेन्ट स्कुलहरूमा त 25,000 रहेछ क्या मेन्टेनेन्स खर्च। 25,000 त एउटा डिनरमा सक्छ मान्छे, हो कि भन्नु नमस्कार। एउटा फ्यामिली डिनरमा 25,000 सक्छ। हाम्रो बजेट चाहिँ 25,000 छ मर्मत खर्च सरकारी स्कुलमा। त्यसले गर्दा यहाँहरू एउटा सज्जन नागरिक पनि भएको हुनाले हामी सबैको एउटै आवाज हुनुपर्छ। वी सुड इन्भेस्ट द मनी फर द चिल्ड्रन। वास्तवमा म पोलिटिक्समा आएको पनि बालबालिकाको चाइल्ड प्रोटेक्सन ल राम्रो होस्, शिक्षा राम्रो होस् भनेर नै आएको र लबी गरिरहेछ मेरो ठाउँबाट। वास्तवमा स्पेसल एटेन्सन हाम्रो जुन अटिजम भएका स्पेसल बच्चाहरूको लागि अरू देशहरूमा चाहिँ स्पेसल फन्डिङ गभर्मेन्टबाटै दिन्छ, प्राइभेटमा पनि। वास्तवमा यहाँ मेमले जुन प्राइभेट तरिकाले जुन एउटा गर्नुभएको छ, अझै गभर्मेन्टबाट पनि सपोर्ट भयो भने धेरै राम्रो हुन्छ। मैले त्यो क्यालिफोर्नियामा देखेको चाहिँ अटिजम बच्चालाई एउटा बच्चा बराबर उसलाई चाहिँ ल्यापटप अथवा विभिन्न के उसलाई चाहिने सामानहरू घरैमा पनि प्रोभाइड गर्दछ कि इन्डिभिजुअली। हामी त्यहाँसम्म त पुगेको छैन, तर हामीले स्पेसल बच्चालाई सरकारले पनि स्पेसल ट्रिट गर्नुपर्छ भन्ने मेरो भनाइ हो। र यो पनि मैले पनि लबी गर्छु मेरो ठाउँमा बसेर। र हामी सबैले नै हाम्रो बच्चाहरूलाई केयर गर्नुपर्छ, राम्रो इन्भाइरोमेन्ट क्रिएट गर्नुपर्छ। हामी सबै लाग्नुपर्छ एकअर्कालाई दोष दिनुभन्दा पनि भन्ने कुरा पनि राख्दै। अनि फेरि पनि हाम्रो आदरणीय प्यारेन्ट्सहरू जसले आफ्नो टाइम आफ्नो जब भ्याएर पनि यस्तो अप्ठ्यारो बच्चा असजिलो बच्चा जसलाई चाहिँ तपाईँहरूले कति टाइम दिनुपर्छ, कति गाह्रो छ, त्यो गरिरहनु भएको छ। यहाँलाई म आदर सम्मान गर्न चाहन्छु र मेमलाई पनि अनि सरलाई पनि सम्पूर्ण टिचरहरूलाई धन्यवाद। ह्युमेनिटेरियन सर्भिस अवार्ड 2020 में मनोनीत हाम्रो मैम इन्दिरा मैमको सपना चाहिँ जेल रही असल समाजको निर्माण। मैले कतै पढे जस्तो देखे जस्तो लाग्छ। आज हामी दुईजना सशक्त नारीहरू
मिसेस ललिता प्रसाई, जसबाट हामी यति प्रेरित छौँ। हाम्रो स्कुलमा धेरै यङ टिचर्सहरू देख्नुहुन्छ होला होइन, दे आर भेरी यङ बट दे आर लर्निङ सो मेनी थिङ्स। ग्रुपमा म अलिकति एल्डर होला, यङहरूको बिचमा जहिले पनि इन्सपायर गर्नुहुन्छ। इन्दिरा म्याम, दुईजनालाई आज सुन्नु पाउँदा धेरै खुसी लागेको छ, धेरै एनर्जाइज भएको छ। अब हामी दुईजना म्यामहरूलाई एकदम हातेमालो गरेर आफ्नो आफ्नो सपनामा अझै अगाडि बढ्नु शुभकामना दिन चाहन्छु। यति भन्दै म्यामलाई, मिसेस प्रसाई म्यामलाई टोकन अफ लभ प्रदान गरिदिनु हुन पनि अनुरोध गर्छु। Thank you very much for the धेरै धेरै धन्यवाद म्याम। आफ्नो बिजी सेड्युलबाट पनि टाइम निकालिदिनु भयो, हाम्रो सेन्टर फर अटिजमलाई टाइम दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। माफी चाहन्छु किनभने मेरो आज फेरि यो लको स्टुडेन्टहरूले समय नमुना संसद चलाइरहेछ, म त्यहाँको प्रमुख अतिथि जानुपर्ने भएको हुनाले अब मैले बिदा चाहेँ र धन्यवाद यहाँलाई। अब अगाडि बढ्दै रेडीलाई मञ्चमा आमन्त्रण गराउँछु। ट्रेडिसनल पर्फर्मेन्स बाई क्लास डी विथ द फन सङ पानी मुनि माछा भनेर। लिपसिङ गर्नु।
मम्मीलाई नै बोलाइदिउँ न अब मेन क्यारेक्टर प्रसिद्धलाई चाहिँ हाम्रो डान्स म्यामले पनि साथ दिन्छ गाउने मेरो सिरेमा ढल्केको एक जोडी खुकुरी हेर डल्ल ढल्केको कालो टोपी गाउने मेरो सिरेमा ढल्केको एक जोडी खुकुरी हेर डल्ल ढल्केको मेची काली रगतमा मेरो सलल पकेको छाती भित्र मेरो हिम्मत झल्केको म हुने पाली बाबु मेटी नेपाल म हुने पाली बाबु मेटी नेपाल कालो टोपी फर्काउने मेरो सिरेमा ढल्केको एक जोडी खुकुरी हेर डल्ल ढल्केको
प्राइभेट म्युजिक क्लासेस पनि दिन्छ त्यसमा चाहिँ पियानो सुरु भएको छ एन्ड सम अफ द किड्स आर प्लेइङ द पियानो and if you are interested you all can talk to the piano sir. He is here today and I think the kids are doing quite well. Surya पनि खेल्थी तर आज पियानो है. So we have another child who is going to play the piano. है हजुर. Thank you. हजुरहरुलाई चाहिँ जानकारी दिइराखे. धन्यवाद प्रसीद. Now students of 8B and Green will bring energy to the stage with their upbeat action song. Let's welcome them. Thank you, children. Coming up next are the children of Yellow C and Red C with a sweet song, Tim Tim Sanu Tara.
dance and roly-poly. उद्घोषक पोडियमबाट बेला बेलामा गायब भइरहेछ, माफ गर्नुहोला। अब हाम्रो वेनी हाउस इन्क्लुसिभबाट प्रसन्न श्रेष्ठ उनले पियानो बजाएको सायद 2 वर्ष भयो। अब इन्क्लुसिभमा गएको पनि त्यस्तै वर्ष भयो। राम्रो बजाउँछ, उसको कन्टिन्युस प्र्याक्टिस पनि छ। हप्तामा 2 दिन उसले क्लास लिन्छ। पियानोको क्लास चाहिँ इन्डिभिजुअल हो, एकजनालाई गराउनुहुन्छ सरले। अहिले चाहिँ उसले राम्रै बजाउँछ। लास्ट इयर पनि बजाएको एनुअलीमा पनि उसले रेडी त गरेको छ। अलिकति नर्भस हुन्छ कि अलिकति ठुलो पनि भन्छ र अलिक बेसी आजकल घुलमिलुलाई प्रोग्रामहरूमा हामी लगेर जान्छौँ। त्यही भएर अलिक आजकल चाहिँ सजिलैसँगले बजाउँछु प्रायः प्रायः। Put your right hand,
Thank you so much. हरेक पाइलाको साथ र सहयात्री पनि दिनु भएकोमा धेरै धन्यवाद बाबालाई। यो गीत आफैले बाबाको बारेमा बयान गर्छ। आउनुहोस् कार्यक्रमको अन्तिम प्रस्तुति क्लास ग्रेड ए र बीबाट स्वीकार गर्नुहोस्। Now I'd like to call Mr. Sonitras Rungel for vote of thanks. Thank you, ma'am. Respected chairperson of this program, our founder principal, Mrs. Lalita Prasad. Similarly, our chief guest, Honorable Indira Rana Magar, ma'am, so she is not here. All our teachers,
parents, student, and everybody present here. This is Sonit Raj Dungel, Program Director of Center for Autism Program. सर्वप्रथम यहाँ सम्पूर्णमा मेरो शुभ बिहानी छ र आज हामी ग्रान्ड एनुअल प्यारेन्ट्स डेमा उपस्थित भएका छौँ। हाम्रो बाबु नानीहरूले राम्रो सुन्दर प्रस्तुतिहरू दिनुभयो, यसको लागि उहाँहरूलाई साँच्चै नै धन्यवाद दिन चाहन्छौँ र उहाँहरूलाई जुन सिकाउनु भयो टिचर्सहरूलाई पनि धन्यवाद। यहाँको साथ सहयोग हौसलाले जुन बच्चाहरूले यति राम्रो प्रस्तुति दिनुभयो, यहाँहरू पनि धन्यवाद। आज हामी यो क्षणमा यो स्थानमा आइपुगेको छौँ, यो सेन्टर फर अटिजम यहाँसम्म आइपुगेको छ, यहाँकै साथ सहयोगले गर्दा हो, यहाँकै सल्लाह सुझावले गर्दा हो र यही साथ सहयोग हामी आगामी दिनमा पनि यसको निरन्तरता चाहन्छौँ र केही सल्लाह सुझाव छ भनेदेखि यहाँले दिन पनि सक्नुहुन्छ हामीलाई र हामीले हाम्रो ठाउँबाट हाम्रो बाबु नानीको लागि सुधारमूलक उन्मुख सकारात्मक क्रियाकलापहरू गर्दै आएका छौँ। यहाँले पनि देख्दै आउनु भएको छ र आगामी दिनमा पनि यी बालबच्चाहरूलाई हामीले विभिन्न प्लेटफर्महरू पनि क्रिएट गर्दैछौँ। म आफै पनि एउटा इभेन्ट डाइरेक्टर भएको हिसाबले, मिडियामा भएको हिसाबले यहाँहरूको जुन आफ्नो बच्चाबच्चीहरूको एउटा पोटेन्सियल छ, जुन एउटा ट्यालेन्ट छ, त्यसमा यहाँहरूले पनि अलिकति समय दिएर उहाँहरूलाई ट्रेनिङ दिएर केही समय त हामीले यहाँ स्कुलमा पनि दिन्छौँ, त्यो मात्र पर्याप्त हुँदैन। यदि घरमा पनि यहाँहरूले केही समय दिएर ती बाबु नानीहरूलाई अझ राम्रो बनाउनुहुन्छ भने हामी नेसनल लेभलको प्रोग्रामहरूमा पनि तिनीहरूलाई पार्टिसिपेट गराएर त्यो प्लेटफर्म दिन्छौँ। त्यसले चाहिँ एउटा मोटिभेसन पनि हुन्छ बच्चाहरूलाई र म्यामले भने जस्तो अहिले चाहिँ जसरी चाहिँ हामी एउटा चाहिँ सोसियल फेस गराउनलाई पनि प्लस हुन्छ र हामी विभिन्न क्रियाकलापहरूमा पनि उहाँहरूलाई इन्भल्भ गराउँदैछौँ। म जोडिएको भर्खर हो, म्यामसँग त विगत 5-6 वर्षदेखि नै थिएँ, तर अब यहाँ चाहिँ अहिले केही समय चाहिँ म मर्निङको केही समय चाहिँ रेगुलर दिइरहेको छु। त्यस्तो केही पोटेन्सियलहरू छ, त्यस्तो केही ट्यालेन्ट छ भनेदेखि पनि यहाँहरूले पनि एउटा आफ्नो टिचर राखेर यहाँ पनि कति शिक्षक त्योभन्दा बढी अलिकति एडभान्स यहाँहरूले अलिकति प्लस गरिदिनु भयो भने यी प्रस्तुतिहरू हामी चाहिँ भनौँ न एउटा चाहिँ पब्लिक सामु चाहिँ लिएर जान्छौँ, मिडियामा गएर चाहिँ हामी देखाउनलाई चाहिँ उहाँहरूलाई चाहिँ प्लस गर्छौँ, मोटिभेट गर्छौँ, त्यो सपोर्ट गर्छौँ। यहाँहरू जुन साथ सहयोग र उत्साह साथ यहाँ उपस्थित हुनुभएको छ, आफ्नो समय निकालेर यी बच्चाहरूलाई हौसला प्रदान गर्नलाई यहाँ उपस्थित हुनुभएको छ, त्यसको लागि यहाँहरूलाई धेरै 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 धन्यवाद। हामी निकै नै आभारी छौँ र यस्तै यहाँको सहभागिता सधैँ हामीले पाइरहँ भन्दै मेरो भोट अफ थ्याङ्क्स यही सिध्याउँछु। धन्यवाद। र हामीले सानो लन्चको स्न्याक्सको पनि व्यवस्था गरेको छौँ, कृपया लिएर मात्रै जानु होला। हामीले बाहिर व्यवस्थापन गरेको छौँ, यो चेयरहरू हामी तुरुन्त बाहिर सिफ्ट गर्नेछौँ। यति भन्दै यो कार्यक्रम पनि यही समाप्त भएको घोषणा गर्दछु। थ्याङ्क यू।